Hello guys, welcome to my third vlog. यो चाहिँ मेरो सिडनी vlog हो. म ताजमानिया आएपछि चाहिँ सिडनी एकदम मिस गरिरहेको थिएँ. सो आई वेन्ट फर अ भेकेसन अनि यो चाहिँ फर्स्ट डे इन सिडनी. अनि यो चाहिँ मेरो सिस्टरले मलाई फर्स्ट टाइम उसको गाडीमा राखेको एन्ड आई वाज अ प्यासेन्जर प्रिन्सेस अन द्याट. अनि यो चाहिँ मेरो कजिन रिया हो, उसँग अलिअलि भिडियो लिएँ. त्यसपछि हामी लाग्यौँ ब्रेकफास्ट खाना. अनि उसले चाहिँ यो आइस कफी रेकमेन्ड गरेको थियो कि सी इज अ कफी लभर. अनि यो चाहिँ पिस्ताचियो कफी वाज सो यमी. अनि त्यसपछि गऱ्यौँ हामीले बिग ब्रेकफास्ट, एकदमै मिठो थियो. एन्ड सेकेन्ड डे लाग्यौँ हामी परी बहिनीकोमा सबैजना. सी इन्भाइटेड अस. अनि देयर वाज सो मेनी यमी फुड्स के, नेवारी फुड, आलु छोइला चिउरा है. जहिले हामी भेट्दा यस्तै यस्तै मिठो मिठो खानेकुराहरू खान्थ्यौँ. एन्ड सी इज आलु स्पेसलिस्ट के, यस्तो यमी आलु बनाउँछ उसले, परी बहिनीले. अनि उसले चाहिँ हामीलाई सर्भ गर्दै थियो, मक्ख छ ऊ चाहिँ. एन्ड देन वी ह्याड दिस यमी नेवारी फुड. अनि अर्को दिन पनि ब्रेकफास्ट गरेर लाग्यौँ हामी ओपन बोटानिकल गार्डनतर्फ. एन्ड दिस इज ओपन बोटानिकल गार्डन. गाडीमा सराएर उज्जवलले ड्राइभ गरेर लगेको थियो क्या हामीलाई. एन्ड दिस वाज द ब्युटिफुल भ्यू अफ देयर. जति गए पनि नपुग्ने क्या यो ठाउँ चाहिँ, हामी बस्ने ठाउँ नजिकै थियो. त्यसपछि मैले खिचेँ एउटा भिडियो अनि एउटा फोटो खिचेँ भाइ र बहिनीसित. अनि यो चाहिँ हो थर्ड डे एट सिटी सेन्ट्रलमा. पेमासित भेटेँ मैले, माई बेस्ट फ्रेन्ड. आई मेट हर आफ्टर आई थिङ्क 7 years. अनि ऊ चाहिँ कस्तो इमोसनल भएको थियो, रोथ्यो. म पनि इमोसनल भएँ एकछिन. अनि त्यसपछि वी वेन्ट टु लापरस. त्यसपछि स्नेल्सहरू भेटायौँ क्या हामीले. भेनाजुले स्विम गरेर ल्याउनु भएको. अनि परी बहिनीलाई साथी लगेको थिएँ मैले. एन्ड हामीले त्यो स्नेलहरू हेऱ्यौँ. अनि त्यसपछि हामी गयौँ खानातर्फ निशिलामा. वान अफ द बेस्ट फुड पाउँछ क्या त्यहाँ चाहिँ. अनि त्यसपछि खिच्यो हामीले फोटो. एन्ड दिस इज आवर मेरो थर्ड लास्ट डे भनौँ सिडनीमा. ह्यारिस पार्कमा गएको हामी फ्यामिली सबैजना मिलेर. एन्ड देन वी ह्याड इज अमेजिङ फुड. म चाहिँ क्रेभ गरिरहेको थिएँ कि यो फुडहरू, छोले भटुरे र दहीपुरी. त्यसपछि लाग्यो मैले पुरानो घरतर्फ यसो हेऱ्यौँ अनि घर फर्क्यौँ.